खत्तमै गर्यो नि काठमाडौँ लाने भने बुढी सत्यानाश सर्वनाश गर्यो यो बादर छ नसकिने रहेछ बा हेर्नु त बादरले आफ्नो घर पनि ल अब हाम्रो यात्रा सुरु भयो। र हामी बसमा जाँदैछौँ गोर्खा। फाइनली यो लोकल बसमा सरेर हामी अब गोर्खा जाँदैछौँ। हामी टिकटक बनाउँदै अनि जाँदैछौँ। ल दसैँको टिकाको दिन काठमाडौँमा टिका लगाइसकेपछि भोलिपल्ट हामी चाहिँ गोर्खाको लागि हिँडियो। अनि मेरो बहिनीहरू दिदी बहिनी सबैजना हामी एउटै गाडीमा गएको थियौँ। अनि रमाइलो गर्दै गर्दै टिकटक बनाउँदै हामी दसैँमा टिका लगाउनको लागि गोर्खा जाँदैछौँ। हेर्नु होला के हुन्छ अब। साथीहरू नमस्ते, म पुण्य गौतम। फाइनली म ससुराली छेउछेउै पुग्न लागेँ र ससुराली हिँडेको। तपाईँहरू पनि आउनु होला गोर्खा फुजेल। अब दसैँको टिका लगाउँदै हामी टिका लगाउँदै हुनुहुन्छ। यस्तो पानी पऱ्यो कि त्यो दिन दसैँको टिकाको पर्सिपल्टको दिन हो। पानी परेर टिका लगाउन नै बल्ल बल्ल हामी मिनीमा बसेर लगाएको। बाबु पनि हेर्दैछ। कति वर्षपछि बुवा आमाको हातको दसैँको टिका लगाएको यसपालि मैले। कहिले के नमिल्ने कहिले जुठो कहिले के गरेर धेरै वर्ष भयो नगएको दसैँमा। यसपालि चाहिँ हामी गएको। आमाले ढोक्दै हुनुहुन्छ। अनि बाबु मक्ख छ फेरि। अनि त्यसपछि एउटा फोटो पनि खिच्यौँ बुवा आमासँग बसेर। अनि हामी माथि मामा घर गयौँ। हाम्रो बुवाको मामा घर नजिकै छ। हजुरआमाले टिका लगाइदिँदै हुनुहुन्छ हामीलाई। अनि त्यसपछि अङ्कलहरूको घरतिर पनि हामी टिका लगाउन गयौँ। अलि माथि पर्छ हाम्रो घरबाट अङ्कलको घर चाहिँ। अनि त्यसपछि माथि गयौँ टिका लगायौँ। अनि उहाँ चाहिँ कान्छो अङ्कलले पनि टिका लगाइदिनु भयो। अनि मिलेन मेरो नि मिल्दैन होला। अरू बाबुले दिदिसक्यो मलाई। अब नानी दिन्छ होला। यतिखेर म गोर्खामा छु, नजिक आऊ। ल मेरो छोरो क्यामराम्यान, हामी यहाँ बडी टिप्दैछौँ। म गोर्खामा छु। यति रमाइलो ठाउँ छ र बडी टिप है। ल आजको हाम्रो तरकारी बोडी ताजा तरकारी अर्ग्यानिक हाम्रो खेतबाट यो बोडी टिपिरहेका छौँ। आउनुहोस् यो बोडी खाऊ। आयन्स गौतमलाई पनि खुवाउँ। ल ओके है। क्यामराम्यान यहाँ आमा छोराको क्यामराम्यान भएको छु। यहाँ आफ्नै घरको गोर्खा फुजेलको ताजा बोडी टिप्दैछन् उनीहरू। ल अनि के छ कस्तो छ बोडी? एकदम मिठो बाबु के छ? मिठो अर्ग्यानिक छ। ल अनि बहिनी खोइ बुनु? ल साथीहरू ल हेर्नुहोस्। कस्तो रमाइलो छ। स्वर्गको एक टुक्रा धरतीमा खसे जस्तो। कस्तो छ ठाउँ? एकदम गजब छ। एकछिन चस्मा लाउने मौका छ। ल साथीहरू फाइनली म पनि बोडी टिप्न लागेको छु। आयन्स गौतम त्यहाँनिर छ क्या गौतम बोडी। ल यो बोडी हामीले टिपिसकेका छौँ। कति मिठो छ। अर्ग्यानिक बोडी। यसको स्वादै बेग्लै छ। गाउँघर यो फुजेल हो, ऐतिहासिक फुजेल। ल है साथीहरू चट्ट यो सिनहरू एकचोटि खिचौँ त। ल साथीहरू है वेलकम।
नमस्ते साथीहरू, नमस्ते। म पुण्य गौतम। फाइनली गोर्खा फुजेलको अर्ग्यानिक अम्बा तपाईँहरूलाई खुवाउनको लागि म आतुर छु। ल हेर्नुहोस् कति मिठो अम्बा छ। यो ससुरालीको अम्बा हेर्नु होला। निजगढको अम्बाको स्वाद त घरको तपाईँले चाखिसक्नु। काठमाडौँमा मेरो घरको अम्बा फेमसै थियो। अब यो ससुरालीको अम्बा हो, हामी यो खान्छौँ होइन आयन्स गौतम? ल के भन, केही भन। मिठो छ? मिठो छ यो, एकदमै मिठो। खाएर पनि हेर। वाउ, अब बहिनीलाई मिठो, हाम्रो बहिनी अनुप्रिया। ल हेर बाँदरको तमासा सत्यानाशै गर्यो। काठमाडौँ रानी भनेको बुढी सबै खतम। हुँदैन, अरूको घर पनि भत्काउँछ भन्थे। ल हेर्नु त यो चकचके बाँदरको कपाल खत्तमै गर्यो नि। काठमाडौँ रानी भने बुढी सत्यानाश सर्वनाश गर्यो। यो बाँदर छ नसकिने रहेछ बा। ल हेर्नु यो गोर्खाली बुढी चट्ट टिपेर काठमाडौँ ल्याउने कत्रो सपना थियो, उदुबै गऱ्यो नि, खत्तमै गऱ्यो चकचके बाँदरले। हुन त बिचरा उनीहरूलाई पनि खानु पर्ला, बाँच्नु पर्ला, तर साह्रै छुकछुकी आमा। हेलो 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 नमस्ते। आज हामी आमा छोरी घर नजिकै घुम्न निस्केका छौँ बाटोमा। हाम्रो यहीँ नजिकै हो, 1 मिनट पनि लाग्दैन। हामीले सानी पनि हेर्न आएको छैन आज। मामा घर फर्स्ट टाइम आएकी सानी मान्छे कस्तो हेऱ्यो कि कसले होला मैले मामा घर आएको छु भन्दै हाँस्थ्यो। कस्तो रमाइलो देखिन्छ यी हाम्रो भ्यू, दृश्यहरू एकदमै रमाइलो छ, राम्रो छ हाम्रो गोर्खाको दृश्य। हामी सानीले कस्तरी हेऱ्यो कि सानो हेल्दै हेलो हेलो म पनि मामा घर आएको छु भनिदेऊ त। म फर्स्ट टाइम मामा घर आएको बेबी हो। म कति डेजको भयो? 3.5 महिनाको बेबी हो भनिदेऊ न। हेऱ्यो कि हेर न कसरी होला, कसले हेऱ्यो कि म नि बाटोमा घुम्न आएको छु भनिदेऊ न। हामी बसबाट झर्ने यहीँ हो। काठमाडौँबाट आएपछि बाटो कस्तो राम्रो ढलान गरेर बनाएको रहेछ अहिले। यहाँबाट नाली पानी जाने, अनि बसबाट यता तलबाट आउँछ बस। यो चाहिँ हाम्रो यहाँबाट देखिने भ्यू। त्यसपछि बसबाट झरेपछि हामी यहाँबाट बाटो क्रस गरेर घर जान्छौँ। अनि घरमा हाम्रो घर यहीँनिर हो, हाम्रो घर नजिकै छ। चौतारो छ, यस्तो राम्रो छ नि यहाँबाट देखिने भ्यू। तर यो चौतारोमा यहाँ पिङ हालिन्थ्यो पहिला, अहिले त पिङ पनि छैन, मान्छे पनि छैन गाउँमा। यस्तै छ साथीहरू, सबैतिर समस्या। कति रमाइलो हुन्थ्यो यो बरको आगोमा यहाँ पिङ हाल्दाखेरि। पिङ हालेर यहाँ डाँडामा बसेर हाम्रो बासै पिङमा हुन्थ्यो, घरमा नबसिकन। अनि यहाँबाट पिङ खेलेर यसरी यस्तो देखिन्थ्यो मजाको पिङबाट। खै अहिले त गाउँमा आउँदा एउटा कतै पिङ देखिएन है, कतै पिङ हालेकै रहेनछ। हाम्रो खेत हो यहाँ तल, त्यही हाम्रो खेत चाहिँ यहीँ नजिकै। अनि कस्तो मजाको, अब यो धान पाक्नु लगाएपछि झन् कति राम्रो देखिन्छ यहाँबाट। वाह, तिमी एक्लै आएको खेतमा गएर? एक्लै लडेन? अनि बाटो चिन्यो? आमासँगै आए भए हुन्थ्यो नि त। के गरेर आयो खेतमा गएर? कस्तो ब्लग बनायो? राम्रो। अनि तिमीलाई म एउटा हाम्रो हिस्ट्री बताऊँ, कहानी। हामी पहिला के गर्थ्यौँ भने यहाँ यो यताउता यहाँ देखाइदिन्छु म। यहाँ चौतारो भनेको के हो थाहा छ? कस्तो हुन्छ चौतारो? यहाँ आऊ त। चौतारो भनेको यस्तो हो, यसरी उयो रुख छ नि, यो ठुलो रुख। यहाँनिर जाऊ त तिमी, यता। चौतारो भनेको चाहिँ यस्तो, यो बरको रुख भन्छ यसलाई। यस्तो ठुलो रुख भएको ठाउँको फेदलीलाई, अनि ऊ त्यो पिपल छ नि, ऊ त्यसलाई पिपल भन्छ। ऊ त्यो ठुलो रुखलाई थाहा छ?
अनि बर पिपल सँगै एउटै ठाउँमा रोपेर अनि तल बस्ने ठाउँ यसरी बनाएको हुन्छ कि यहाँ बनाएको छ नि अहिले चाहिँ झार उम्रेर मात्रै त्यस्तो देखेको पहिला कति राम्रो थियो अनि यस्तोलाई चाहिँ चौतारो भन्छ थाहा भयो अनि हाम्रो दसैँमा कहाँ पिङ हाल्थ्यो थाहा छ तिमीलाई हाम्रो पहिला उयो माथि छ नि उयो हाँगो भनेको उयो यता आएको के उयो माथि बरको रुखको के होइन यता माथि सिधा माथि हेर नि तिमी यो त सिधा माथि के तिम्रो हो त्यो हाँगोमा त्यहाँ लगेर डोरी बाँधेर त्यो दाउरा जस्तो छ नि माथि उयो सिधा माथिको उयो तेर्सो आएको के उयो होइन तिम्रो माथि हेर न हो यस्तो यो यता आएको छैन काठ उयो यो माथिको होइन यो माथि हेर न सिधा यहाँ माथि काठ आएको हो त्यो काठमा लगेर डोरी बाँधेर उयो माथिको यो पात भएको के लिफ छ नि बरको रुखको यो हो अनि त्यसपछि उयो माथि नै र अनि डोरी बाँध्थ्यो त्यहाँ लामो त हुन्थ्यो नि अनि त्यहाँ डोरी बाँधेर तल त्यहाँदेखि यहाँसम्म डोरी बाँधेर अनि पिङ बनाएर यहाँ बसेर पिङ खेलिन्थ्यो अनि पिङ खेल्दाखेरि मजाले यतापट्टि कस्तो राम्रो देखिन्थ्यो अनि यता धकाल्नलाई त साथीहरू भइहाल्नुहुन्थ्यो नि टन्ने हामी त अनि घरमा गएर नबसिकन यहाँ आएर पिङ खेल्थ्यौँ खालि राति पनि त्यस्तो थियो अनि एक दिन त यहाँको पिङबाट एकजना अङ्कल लडेर ऊ त्यहाँ खेतमा पुग्नु भएको नि धानमा अनि के भयो केही भएन धन्न केही भएन नि अहिले खोइ गाउँमा कोही आउनुहुन्न गाउँमा पहिला बजारबाट कति धेरै मान्छेहरू आउनुहुन्थ्यो पिङ बनाउनुहुन्थ्यो पिङ बाट्नुहुन्थ्यो कस्तो रमाइलो हुन्थ्यो लडेर उ त्यहाँ खेतमा पहिला यस्तो बाटो थिएन नि त यहाँ अर्कै बाटो थियो हिँड्ने मात्रै बाटो थियो उ त्यहाँ तलसम्म त्यहाँ धान थियो त्यतिखेर नि अनि धानबारीमा पर्नुभयो धन्न केही भएन हुन चाहिँ बुवा एकजना बुवा लड्नुभएको हाम्रो अङ्कल अनि तिमीले देखाएको छैन उहाँहरू अहिले चितवन गइसक्नुभयो हजुर यहाँ पिङ खेल्न त हामी कति धेरैजना हुन्थ्यौँ लाइन बस्नु पर्थ्यो नि पुरै आफ्नो पालो आएन भनेर झगडा गरेर अनि हाम्रो चाहिँ घर नजिक हामी चाहिँ अनि राति पनि आएर खेल्थ्यौँ अनि त्यसपछि छुट्टै रमाइलो त्यो हाँगाबाट यहाँ तल्लासम्म लामो हुन्थ्यो नि त पिङ मामा नि हुनुहुन्थ्यो नि मामा हामी सबैजना खेल्थ्यौँ नि पिङ अनि सानीहरू अन्जु मन्जु सन्तोषी समीक्षा सानी सबैजना आउँथ्यौँ अनि पिङमा पालो आएन भनेर झगडा गर्थ्यौँ त्यस्तो हुन्थ्यो 2000 अहिले 25 भयो 25 10 8 9 त्यतातिर सधैँ हालिन्थ्यो नि त वर्षै पछि हालिन्थ्यो त्यतिखेर त अहिले 82 भयो 60 63 65सम्म नै हालेको थियो त्यतिखेरसम्म नै हालेको थियो नि पहिला हालिन्थ्यो अनि 58 60 पहिला त वर्षै पछि हालिन्थ्यो नि सबैजना अङ्कलहरू काठमाडौँबाट आउनुहुन्थ्यो अनि पिङ बाटिन्थ्यो अनि त्यसपछि हालिन्थ्यो त्यो अङ्कल आउनु भयो भने फेरि हाल्ने अनि अङ्कलहरू खै कोही आउनु भएको छैन अहिले अब सबैजनालाई आउनु काठमाडौँबाट गाउँमा अनि पिङ बनाउनु पर्छ भनौँ त साथीहरू सबैजना यहाँ आउनु है पिङ बनाउनु पर्छ रमाइलो गर्नुपर्छ हो के गरिन्थ्यो अनि पिङ बनाइन्थ्यो अनि गीत पनि भनिन्थ्यो हामी सबैजना जम्मा भएर अनि त्यसपछि चङ्गा त गाउँमा उडाउँदैन नि त छोरो बजारमा मात्रै हो गाउँमा त यस्तो हो नि यहाँ चङ्गा उडाउनु मिल्दैन नि त अनि यहाँ त रुखहरू छ रुखमा गएर धागो अड्किन्छ चङ्गा उडाउनै मिल्दैन नि बजारमा पो रुख हुँदैन अनि चङ्गा टाढासम्म जान्छ मामु कसरी उडाउनु भएको थियो यस्तै दाइले दाइले रमाइ मजाले उडाउनु भएको थियो त्यहाँ त्यस्तै उड्दैन साथीहरू म चाहिँ बुनु बोक्दैछु है अर्को तारिक
अहिले पनि बोक्न सक्छु कति तरिका है मिनी मामा अर्को अनि एउटा अङ्कल चाहिँ उडेर त्यहाँ खेतबारीमा पुग्नु भयो उसलाई चाहिँ त्यही राम्रो लाग्यो यसरी खेलिरहनु भएको थियो है साथीहरू अनि उडेर सिधा त्यहाँनिर पुग्नु नि धन्न केही भएन धन्न चाहिँ के भएन यस्तो अनि हाम्रो खेत कहाँनिर हो ऊ त्यता यो ठाउँलाई के भन्छ थाहा छ यो ठाउँलाई यहाँ लेखा छ पढा त के भन्दो रहेछ अलि यता आएर होइन अलि राम्रोसँग पढ अलाई आकार आगे डाँडा भन्छ नि यसलाई त यो चाहिँ पानी जाने ठाउँ यस्तो छ चौतारो हाम्रो यहाँ 3वटा घरहरू छिमेकी हुनुहुन्थ्यो उहाँहरू अहिले सबैजना काठमाडौँ यहाँ उहाँहरू दसैँमा आउँदाखेरि कस्तो रमाइलो हुन्थ्यो यहाँ छ नि घरहरू यहाँ पनि अङ्कलहरू बुवाहरू हुनुहुन्थ्यो सबैजना उहाँहरू सबै अहिले काठमाडौँमा हुनुहुन्छ उहाँहरू दसैँमा आउँदाखेरि कस्तो रमाइलो हुन्थ्यो यहाँ अहिले कोही नआउनु भएर रमाइलो छैन नि अनि उहाँहरू आएपछि पिङ बाँड्थ्यौँ हामी दसैँमा अनि पिङ खेल्थ्यौँ गीत भन्थ्यौँ पहिला पहिला झन् कति रमाइलो हुन्थ्यो आउनुहुन्न नि तिहारमा पनि उहाँहरूलाई नि भन न हजुरहरू पनि अर्को साल गाउँमा आउनुपर्छ सबैजना भनेर हजुरहरू पनि आउनुपर्छ अर्को साल एकदमै रमाइलो हुन्छ पिङ बनाएर अनि रमाइलो गर्नुपर्छ भन्दा पिङ बनाएर रमाइलो गर्नुपर्छ सबैजनाले है तर यस्तो चाहिँ नहोस् कि कोही उडेर फेरि त्यो खेतबारीमा पुग्यो त्यस्तो चाहिँ नहोस् त्यस्तो हुनु हुँदैन रोडमा मात्रै झऱ्यो भने गाडी आयो भने रोडमा पनि झर्दैन सिधा खेतबारीमा हामी गाडीबाट आएर कहाँ झर्छौँ त्यहाँनिर यहीँ है अस्ति हामी उतै झरेको थियौँ है म त खतराको खेलाडी साथी यो सुन्तला टिप्न आएको सुन्तला त पहिला हाम्रोमा कति धेरै सुन्तला हुन्थ्यो अहिले यही एउटा सबै मरेर राम्रो छ अलि ठुलो एउटा टिप्नु न कुन टिप हो त उयो छेउको ठुलो यता उता तल्लोपट्टिको के त्यो उता ऊ त्यहाँ ठुलो छ राम्रोसँग टेक्नु फेरि तल यहाँ एउटा रहेछ अलि ठुलो ल मिठो मिठो सुन्तला उयो माथि माथि पनि टिप्नु पाएर लानुहुन्थ्यो होला नि ऊ त्यो पनि टिप्नु न खानु लाग्यो के छ त मिठो हुन्छ यस्तो सुन्तला है केलाउँदै हाम्रो घरको यस्तो राम्रो छ तिमी खाने ल आमा छोराको सुन्तले प्रेम ल खै बहिनी बा खै सुन्तला खै त मलाई यो मिठो सुन्तला अब खाँदैछु तिमी पनि खान्छौ ल कस्तो रहेछ सुन्तला बाबु मिठो अर्ग्यानिक आमिलो पनि हुन्छ नि त अलि बेला भएको छैन नि त ल मिठो छ एकदम